आजको भिडियो हामी चाहिँ वहाँ भैरवी मन्दिर जाँदैछौँ। ए गाडी आउँदैछ यहाँ ठिक परेर बसे है त साथीहरू। गाडी पनि यही हो म्याजिक के हो ए हेर्दै जानु होला र सबैजना हाई गरिदिनु है। एकछिन पछि भेटौँ ल। भैरवीको यात्रा जारी छ। भैरवी आउँदैछौँ यहाँदेखि हिँड्न पर्ने भयो, गाडी नजाने भयो। यहाँ तलदेखिबाट हिँड्न पर्यो है। हाम्रो त गाडी नभएर बिजोकै पार्ने भयो त। आउँदै हाई भनिदेऊ खै त हाई हाल्यो। दिदी त्यहाँ आउनु भएको छ। मन्दिर आइपुग्यौँ है, भैरवी मन्दिर। ल हामी चाहिँ सिडी चढ्दैछौँ। हामी चाहिँ यहीँ भर्खर आइपुग्यौँ। उता फोटो खिचिरहनु भएको बिनाजुले। मन्दिर आयौँ है, आइपुग्यौँ। मान्छे धेरै प्याक त छैन खासै। लाइनमा यहाँ हामी चाहिँ लाइन बस्दै केही पछाडिको केही नदेख्नु। कार्यक्रम भएको छ है। ऊ सकाएर टिकट हाल्नु पर्ने है। यहाँ पहिला खिच्यौँ ल टिका टालो कार्यक्रम भइहाल्यो। न्युसलाई लगाइदिनु ल यहाँ त्यहाँ टिका टालो भइरह ल। घुमा यहाँ टिका टालो यहाँ पुग्छ टिका टालो। घुमाइदियो घुम्चे ल। घुमा कसरी घुम्ने रे? घुम्दैन ल। ट्याक्क लाएर हामी चाहिँ अब फेरि यतापट्टि साइडमा ल आउनु होला। ल कसो लाग्यो भनिदिनु सबैजनालाई। ल भयो ल है त लिउसाले ऊ यता अगाडि राम्रो देखिन्छ है। यहाँ चाहिँ फोटो खिच्ने भोग त लागिरहन्छ नि। मन्दिर आउँदा भोग लाग्छ, खाना पर्छ। यहाँ अर्को ठाउँ नि खिच्ने छ। आउँदै हुन्छ। हाम्रो चाहिँ गाडी गएन, लास्टमा बस पनि आइरहेको छ। बस आइरहेछ है। पोको पन्तरी बोकेरी खाजा खाने तयारी हुँदैछ। ए ल अब यहाँनिर खाजा खाने तयारी हुँदैछ ल है त। ल सबै पोको पन्तरी न्यू इयर लिउसा हाई भनिदेऊ। हामी खाजा खान लाग्यो भने ल सबैजना हाई गरिदिउँ। हाई गर्नु बिनाजु। ल खाजा खान लागेको अब ल स्प्राइट हाल्दै हुन्छ। चिसो छ त अब चिसो नखानु। त्यो चिसो छैन। चिसो केही हुँदैन। साथीहरू हामी चाहिँ घर आइपुगिसक्यौँ। घर आएर लुगासुगा फेरिसक्यौँ। छोरी पनि सुती। अनि यस्तै रह्यो है आजको हाम्रो भैरवीको यात्रा। यहाँ आउनु आमाले लुगा फेरेर आइसक्नु भयो। आमा नि भिडियो आमाले लुगा फेर्नु भयो। सबैजना लुगा फेर्यौँ। आजलाई यति नै साथीहरू। बाई बाई।